प्रिय मित्र हो, तपाईँलाई लाग्छ म धर्मी छु, म त पापी छैन, मलाई येशूको दरकार छैन जस्तो लाग्न सक्छ तपाईँलाई। तर पवित्र बाइबलमा लेखेको छ कि सबैले पाप गरेका छन् अनि परमेश्वरको महिमा रहित हुन गएका छन्। पाप विहीन मान्छे कोही पनि छैन। यदि कोही पाप विहीन छ भने त्यो येशू ख्रीष्ट मात्रै हुनुहुन्छ, जो परमेश्वरका पुत्र हुनुहुन्छ, स्वर्गबाट ओर्लेर आउनु भएको छ। यस कारणले गर्दा तपाईँको पाप क्षमा गर्नका लागि, तपाईँको रोगबाट तपाईँलाई छुटकारा दिनका लागि अनि तपाईँलाई स्वर्गीय शान्ति दिनका लागि प्रभु येशू ख्रीष्ट तपाईँको घरमा आउन चाहनुहुन्छ, तपाईँको जीवनमा आउन चाहनुहुन्छ। त्यति मात्रै होइन, तपाईँको परिवारमा, तपाईँको समाजमा, तपाईँको जिल्लामा, तपाईँको देशमा आउन चाहनुहुन्छ। के प्रभु येशूलाई ग्रहण गर्नका लागि, स्वागत गर्नका लागि तपाईँ तयारी हुनुहुन्छ? प्रभु येशू ख्रीष्ट आज तपाईँ र मलाई बोलाउनका लागि आउनु भएको छ। जब तपाईँले येशूको विषयमा सुन्नुहुन्छ, बुझ्नुहुन्छ, पढ्नुहुन्छ, येशूलाई सबभन्दा पहिले आफ्नो हृदय रूपी घरमा बोलाउनुहोस् अनि तपाईँले आफ्नो परिवारमा येशू ख्रीष्टलाई बोलाउनुहोस्, आफ्नो समाजमा, आफ्नो जिल्लामा येशू ख्रीष्टलाई बोलाउनुहोस्। किनभने जब प्रभु येशू आउनुहुन्छ, तपाईँको घरमा आशिष लिएर आउनुहुन्छ। तपाईँको जीवनबाट पाप सधैँको लागि हराएर जान्छ, रोग सधैँको लागि हराएर जान्छ। येशूलाई घरमा बोलाउनुहोस्, परिवारमा, समाजमा तपाईँले बोलाउनुहोस्, आफ्नो जीवनमा, छोरा छोरीहरूको जीवनमा प्रभुलाई बोलाउनुहोस्। उहाँले तपाईँको निम्ति आश्चर्य कर्म गर्नका लागि पर्खिराख्नु भएको छ। कहिले खोलिदिनुहुन्छ तपाईँले ढोका? पवित्र बाइबलमा लेखिएको छ, प्रकाशको 3 अध्यायको 20 पदमा, म ढोकामा उभिएर ढकढक्याउँछु। यदि कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म त्यस कहाँ भित्र आउनेछु र त्यससँग भोजन गर्नेछु र त्यसले मसँग भोजन गर्नेछ। येशू ख्रीष्ट तपाईँको हृदयको ढोकामा उभिएर ढकढकाइरहनु भएको छ। खोलिदेऊ मेरो लागि भनेर भनिराख्नु भएको छ। एउटा कुरो तपाईँले बुझ्नुहोस्, प्रभु येशू जबरजस्ती तपाईँको हृदयभित्र, तपाईँको घरभित्र, परिवारभित्र पस्न चाहनुहुन्न। उहाँ त्यस्तो व्यक्ति हुनुहुन्न, जबरजस्ती आउने खालको व्यक्ति हुनुहुन्न। उहाँ भलादमी, असल हुनुहुन्छ। तर तपाईँले ढोका खोलिदिनु भयो भने उहाँ आउनुहुन्छ र तपाईँलाई आशिष दिनुहुनेछ।